यो चाहिँ नि कालीगण्डकी है, यो कालीगण्डकी मुक्तिनाथबाट आएको। यो चाहिँ नि रिडीमा पनि यही हिँड्छ, रामदीमा पनि यही, लास्टमा नारायणघाटमा पनि नारायणमा पनि यही झैछ। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्कार। सबैजना सन्चै राम्रो हुनुहुन्छ होला। म पनि एकदमै सन्चै राम्रै छु। गाइज आज चाहिँ मेरो चाहिँ नि ट्रिप चाहिँ नि बुटोल टु खल्ना ठाउँमा। त्यो चाहिँ नि पछि तपाईँ थाहा पाउनुहुन्छ, बाटो चाहिँ थाहा पाउनुहुन्छ है। त्यो चाहिँ नि सरप्राइज पछि भन्नुला त्यो कहाँ जाँदैछ आज भनेर। ल अब चाहिँ गाडीमा पुरै खाली छ। अब चाहिँ चट्टो जाने गएर चाहिँ मान्छे लिएर चाहिँ चट्टो ठाउँमा पुग्छु। ठाउँमा पुगेपछि तपाईँलाई त्यहाँको दृश्य देखाउँछु है त। अब बाटो यही हो होइन, गाडी यही हो मेरो, रेडी छ टक्क सबै। यो अगाडि जाँदैछ मेरो सानो गाडी, मेरो कार हो यो। अच्छा, हमको सिखा रिया है। ल अब म इटापट्टिमा छु। अब यहाँबाट म जाँदैछु बस पार हुँदै मान्छे लिनलाई है त। ओके। सो गाइज आज चाहिँ नि म कहाँ छु भन्दाखेरि, अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। ल त्योभन्दा पहिला चाहिँ के भनौँ भन्दाखेरि 2022 साल नयाँ वर्षको सबैलाई शुभकामना। ठीक है दिदीभाइ, दिदीबहिनी, दाजुबहिनी जम्मालाई मेरो तर्फबाट धेरै धेरै शुभकामना छ आज नयाँ सालको। आशिष सबैजना घुम्न हामी यता घुम्न आएको हो। कहाँ आएको भन्दाखेरि तपाईँलाई म देखाउँछु एक्ज्याक्टली भन्दाखेरि रानीमला ट्याक्क। ल रानीमला घुम्न आएको आज हामी। अब यहाँबाट चाहिँ नि चट्ट यहाँ गएर खाइपिई गरेर यहाँबाट जाने हो। अर्थ चाहिँ सिक्छ। अब नयाँ वर्षको सबैलाई शुभकामना। सो गाइज यो चाहिँ नि कालीगण्डकी है, यो कालीगण्डकी मुक्तिनाथबाट आएको। यो चाहिँ नि रिडीमा पनि यही हिँड्छ, रामदीमा पनि यही, लास्टमा नारायणघाटमा पनि नारायणमा पनि यही झैछ नदी। यो पुल भइहाल्यो। यो पुल जाने गयो भने सट्टै उतातिर तनहुँ कता सामगासतिर जाने बाटो, हामी जाने बाटो, हामी आएको बाटो, त्यो बाटो अब आएको बाटो, यो बाटो अब जाने बाटो त्यो रानीमल। यो रानीमल भइहाल्यो। यहाँ मान्छे चाहिँ सरासर पनि गर्ने रहेछन् सबै। यहाँ जिपहरू घुम्नु गएर जिप आउँदैछ पुलबाट। यो आएको चाहिँ कङ्गासबाटै आएको क्या हो, कता कताबाट आएको यो त्यो थाहा भएन एक्ज्याक्ट। अब चाहिँ नि म त यता जाँदैछु। यसो रानीमलतिर हेरौँ कस्तो छ त्यहाँको। खासै भिड, नयाँ साल हो, खासै भिडभाड त रहेछ। यहाँ सबै पुरै यो सराप गर्ने यहाँ सबै रानीमल यो भइहाल्यो। यो त यो चाहिँ नि पार्किङ एरिया यो। जस्तो सोचेको त्यस्तो रहेछ भिड, ठिकै ठिकै भिड रहेछ। ऱ्याफ्टिङ गर्ने व्यवस्था रहेछ। ऱ्याफ्टिङ गर्दैछु यस्तो कता गयो। यहाँ ऱ्याफ्टिङ पनि गर्न मिल्ने रहेछ, ऱ्याफ्टिङको सुविधा पनि रहेछ यहाँ। अब चाहिँ नि हाम्रो मान्छेहरू जम्मै घुम्न गएको छ उतातिर माथि मलतिर। अब कतिखेर आउने थाहा छैन। म चाहिँ यहाँ वेस्टमा छु। ऱ्याफ्टिङ भने बबाल गर्दो रहेछ मजाको सेट, दामी रहेछ ऱ्याफ्टिङ यहाँ। ल कहाँ जाने चाहिँ दादा ऱ्याफ्टिङ गरेर सर त्यो लिङ्गे पुल भइहाल्यो यो है। यहाँ माथि र झलङ्गे पुल मान्छे माथि जाँदै फोटो खिच्दै टिकटक बनाउँदै गरेछन्। ऱ्याफ्टिङको मजा लिनुपर्ने हो त खै, यहाँ ऱ्याफ्टिङको मजा लिनु भएन। ऱ्याफ्टिङ गर्ने यो ऱ्याफ्टिङ गर्ने बोट यहाँ छ। स्विमिङ पनि गर्ने मान्छेले यहाँलाई स्विमिङ गर्दैछ मान्छेहरू। स्विमिङ खोला त ठुलो होइन त। ल यता यो गण्डकी
हाम्रो भाइ चाहिँ नि बसेर पुरा फोनमा बिजी छ। हाम्रो भाइ फोनमा बिजी छ। यो अब चाहिँ नि आउनु त हामी आएको त कति हामी आएको आधा घन्टा भएन? आधा घन्टा भयो हामी आएको? आधा घन्टा भयो त हामी आएको? भयो क्या। ल यो चाहिँ नि पार्किङ स्थल यहाँ है, ल्याएर गाडी यहाँ राख्ने। अब आज भिड हुन्छ भनेर मेरो गाडी चाहिँ नि म माथि राखेको छु, उता माथि राखेको छु मेरो गाडी। यहाँ चाहिँ आज चाहिँ नयाँ सालको भिड हुन्छ भनेर सानो गाडीलाई मात्र यहाँ पार्किङ दिँदैछ। हाम्रो हाइसहरूलाई अरूहरूलाई चाहिँ माथि रहेछ पार्किङ। यो चाहिँ बाइकको पार्किङ रहेछ यहाँ, सबै बाइक जति यहाँ, त्यसपछि सानो सानो गाडी जति यतातिर। ल अब चाहिँ नि हाम्रो मान्छे चाहिँ नि ठ्याक्क हिँडेर गइसकेको छ। राजमहलको यताबाट उता हिँडेर जाने बाटो रहेछ माथि, त्यहाँबाट सट्ट माथि पुग्दैछ। म चाहिँ गाडी लिएर अरू माथि छु। हाँस्छन् मेरो मान्छेहरू छन्। अब म चाहिँ नि गएर त्यो घामै यहाँ त जाँदैछु, गाडीतिर जाँदैछु। यता हिँड्दै हिँड्दै माथि पुग्नु गएर म यता गाडीले जान्छु। ओके ल अब भेटौँ ल उता माथि है त। ए हाम्रो मान्छे उहाँ छन्, कहाँ कता जनता, हाम्रो जनताहरू हिँड्दै हिँड्दै कसरी कता हो देखिँदै हाम्रो जनताहरू। ल त्यहाँ हिँड्दै हिँड्दै ओ यो रानीमालदेखि यता अरे हो, यहाँदेखि यसो निक्लेर त नि यहाँ निक्लिन्छ माथि त्यहाँ निक्लिन्छ। ल ल हाम्रो गाडी जाने हो, यो हाम्रो गाडी यहाँ छ हाम्रो। अब चाहिँ नि मान्छे हाम्रो माथि पुगिसकेको छ। ए त्यहीँ रहेछ, हिँड्दै त्यहाँ रहेछ। अब चाहिँ नि हामी चाहिँ यहाँबाट माथि लाग्ने भयस्थान हुन्छ कि कता हुन्छ त्यो चाहिँ तपाईँलाई चाहिँ म अहिले चाहिँ देखाउने है त। ओके अहिले भाइ बाई बाई है त। बारबेक्यू हुँदैछ यहाँ, बारबेक्यू बनाउँदैछन् यहाँ।
हामी चाहिँ अब यहाँ फर्केको है यता घरतिर अब रेडी गरेर फर्केर आएर टक्क हाम्रो लाङ्गेली यो चाहिँ नि के अरे उसको चाहिँ नि हामीले नास्ता खाना आएर रोकेछौँ टक्क यहाँ है एउटा यहाँ लुरीलेमा के हल्लाउँदैछ यहाँ मोही बनाउँदैछ मलाई त्यही मोही खाएर टक्क नास्ता गरेर बनाएको मोही यही मोही बनाएर चाहिँ मलाई खाना भन्दा अरू त अब केही खाइ भएन हल्का फुल्का मोही खाने टक्क जाने अनि त्यसपछि दामी छ मोही ल फेरि एकचोटि 2082 सालको शुभकामना सबैलाई है त ओके ल बाई बाई ल अब यति भन्दै भिडियो यही बन्द गर्छु बाँकी भेट्ने छु अर्को नेक्स्ट ब्लगमा त्यतिन्जेको लागि गुड बाई नमस्कार बाई बाई